अखिल नेपाल फुटबल संघ एन्फाको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाएपछि शुक्रबार धुलीखेलमा विवाद उत्पन्न भएको छ। थापालाई साधारण सभा स्थलको गेटमै सुरक्षाकर्मीले रोकेपछि केही समय वातावरण तनावपूर्ण बनेको थियो। यद्यपि भित्र साधारण सभा भने सञ्चालन भइरहेको थियो। साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष टंकलाल घिसिङले गरेका थिए। एन्फाले प्रवेश पास नभएको भन्दै थापालाई रोक लगाएको बताएको छ। थापाले भने आफू उच्च अदालत पाटनको आदेश अनुसार सभामा सहभागी भएको बताएका छन्। थापाले एन्फाले आफूलाई रोक्न सक्ने संकेत पाएपछि उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। वैशाख 21 मा न्यायाधीश सुदर्शन देव भट्टको इजलासले थापाको पक्षमा अन्तरिम आदेश दिएको थियो। सन् 2015 अप्रिल 16 मा फिफाले भ्रष्टाचार र आचार संहिता उल्लङ्घनको आरोपमा थापालाई 10 वर्षका लागि निलम्बन गरेको थियो। सो निलम्बन सन् 2025 अप्रिल 15 मा सकिएको थियो। प्रतिबन्ध फुकुवा भएपछि थापा फुटबल गतिविधिमा सक्रिय हुन थालेका छन्।